सम्पूर्ण साथीभाइ तथा दिदीबहिनीमा नमस्कार। हिजो हामीले चाहिँ कम्पलसरी इङ्ग्लिसको दुईटै बुकबाट चाहिँ कति मार्क्स कहाँबाट के आउँछ भन्ने गरेका थियौँ र जानेका थियौँ भने आज चाहिँ हामी चाहिँ प्रिन्सिपल अफ म्यानेजमेन्ट एउटा बुक छ यो अलिकति 100 मार्क्सको हो। यो 100 मार्क्सको यो थ्योरी सब्जेक्ट हो। सम्भवतः सबै थ्योरी नै छन्, यसमा न्युमेरिकल हुँदैन। तर थ्योरीमा नि कुन थ्योरीहरू इम्पोर्टेन्ट छन्, कुन टपिकहरू इम्पोर्टेन्ट छन्, कुन च्याप्टरबाट कति मार्क्स आउँछ, इक्जाममा चाहिँ कस्तो लेख्दाखेरि अथवा कुन अलिकति इम्पोर्टेन्ट छन् भन्ने कुराहरूलाई चाहिँ यसमा हामीले मध्यनजर गरेर यो भिडियो बनाएका छौँ। इक्जाम सिम्बल एन्ड मार्क्स भनेर लेखेका छौँ। च्याप्टर 1 छ हाम्रो द नेचर अफ द अर्गनाइजेसन। यसबाट हामीलाई 12 मार्क्स सोध्छ। यो च्याप्टर सबैभन्दा सजिलो च्याप्टर पनि हो। यसबाट मार्क्स तान्न सकिन्छ, त्यति लामो च्याप्टर छैन। तर हेर्दाखेरि लामो च्याप्टर भए तापनि क्वेसनहरू यसबाट सोध्ने भनेको सर्टकटमा सोध्छ, जसमा एउटा 2 मार्क्सको क्वेसन त 100% नै भइहाल्यो। अर्को 10 मार्कमा कुन अलिकति इम्पोर्टेन्ट छन् भन्दाखेरि यो 2082 मा सोधेको क्वेसन थियो, 2082 मा सोधेको क्वेसन थियो। यो च्यालेन्जिङ पर्सपेक्टिभ अफ द मोडर्न अर्गनाइजेसन। अहिलेको यो अर्गनाइजेसनमा, अहिलेको यो वर्तमान परिस्थितिमा, वर्तमान सङ्गठनमा चाहिँ कस्ता कुराले चाहिँ अहिलेको अर्गनाइजेसन चाहिँ पहिलाको भन्दा अहिलेकोलाई चाहिँ च्यालेन्ज छ। जस्तै कस्तो हुन्छ भन्दा ग्लोबलाइजेसनले पनि भयो एउटा, अनि एउटा ओपन सिस्टमले पनि हुन्छ। अर्को भनेको अर्गनाइजेसन कल्चरले पनि फरक पार्छ, वर्कफोर्स डाइभर्सिटीले पनि फरक पार्छ, टाइम बाउन्ड म्यानेजमेन्टले पनि फरक पार्छ। यस्तो कुराहरू रहन्छ यसमा। अनि गोल सक्सेसन, गोल डिप्लेसमेन्ट भन्ने कुराहरू छ। गोल सक्सेसन भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ एउटा सङ्गठनले लक्ष्य लगेपछि त्यो लक्ष्य पुरा गर्छ कि गर्दैन। यदि गर्यो, इफेक्टिभ वेमा गर्यो र इफिसियन्सी वेमा गर्यो भने त्यो गोल सक्सेसन हो। र त्यसका हुनुका कारणहरू के त होलान् के अरे, के रिजन त हुनन् के अरे। जस्तै एचिभमेन्ट अफ द ओरिजिनल गोल, जुन पहिला प्राथमिकतामा दिएको गोल एचिभमेन्ट हुनु। अनि त्यसपछि चेन्ज इन इन्भाइरोमेन्टको कारणले पनि कहिलेकाहीँ गोल चेन्ज भइदिन सक्छन्। अर्को भनेको सिफ्ट इन प्रायोरिटी एन्ड द गोल भइहाल्यो। अर्गनाइजेसनले कहिलेकाहीँ आफ्नो सिफ्ट र प्रायोरिटीलाई पनि चेन्ज गर्छ, जसले गर्दा अर्गनाइजेसनमा एउटा सङ्गठनमा चाहिँ गोल सक्सेस हुनसक्छ र हुनसक्छ। अब गोल डिप्लेसमेन्ट भनेको के भन्दा चाहिँ त्यही गोल सक्सेसनको अपोजिट। यसमा चाहिँ कस्तो हुन्छ, कुन रिजनले गर्दा चाहिँ गोल डिप्लेसमेन्ट हुन सक्छन् त भन्ने कुरा। गोल डिप्लेसमेन्ट भनेको यो इन्टेन्सनल होइन, अनइन्टेन्सनल एक्ट हो, जसमा चाहिँ अर्गनाइजेसनले ओरिजिनल गोल एचिभ गर्दैन, जसले गर्दा उसले अर्गनाइजेसनले आफूलाई सर्भाइभल गर्नको लागि एउटा सर्टेन गोल चेन्ज गर्नुपर्छ। त्यसलाई गोल डिप्लेसमेन्ट भन्छ। यसका पनि के कारणहरू छन्। कारण भनेको के भन्दाखेरि चाहिँ कहिलेकाहीँ अब चाहिएको भन्दा बढी पावर दिइदिनु इम्प्लोइलाई, एक्सेसिभ डेलिगेसन अफ अथोरिटी भन्छ त्यसमा चाहिँ। अनि अर्को भनेको चाहिँ यसमा एउटा चाहिँ भइहाल्यो पावर दिनु। अर्को भनेको चाहिँ इम्प्लोइ एटिट्युडहरू हुनु। इम्प्लोइले म नै हुँ, अहम्ता भन्ने हुन्छ नि त मान्छेमा, अहम्ताले गर्दा पनि कहिलेकाहीँ डिस्प्लेसमेन्ट भइदिन्छ। अर्को भनेको चाहिँ भेग गोल हुनु। भेग गोल भनेको अस्पष्ट गोल हुनु चाहिँ, जसले गर्दा चाहिँ अर्गनाइजेसन गोल सक्सेसन हुनलाई एउटा इफेक्टिभ र डिफाइन गोल भयो भने चाहिँ त्यो एचिभमेन्ट हुन्छ। यो चाहिँ भेग गोल हुनु भनेको चाहिँ त्यो हो, भेग गोल। अनि फिचर अफ इफेक्टिभ अर्गनाइजेसन जस्तै चाहिँ के छ भन्दाखेरि चाहिँ स्मार्ट टेस्ट भन्छन् अहिले चाहिँ। स्मार्ट टेस्ट यो फर्मुला हो। यो भनेको स्पेसिफिक, मेजरेबल, एचिभेबल अथवा एक्सेप्टेबल पनि हुन्छ, रिजनेबल होइन, रिजनेबल रियलिस्टिक गोल। अनि त्यसपछि आएर टाइम बाउन्ड भयो, यो इन्गेजिङ भयो, यो सिफ्टिङ भयो, यो चाहिँ टाइम बाउन्ड एउटा मध्ये एउटा यस्तो छ स्मार्ट टेस्ट। अब सेकेन्ड च्याप्टरमा जाउँ हामी। सेकेन्ड च्याप्टरमा चाहिँ जम्मा 10-12 मार्क्समा आउँछ। यो च्याप्टर सबैभन्दा यो पनि अलिकति इजी हो, पढेर सकिन्छ हिसाबले चाहिँ। किनकि भन्दाखेरि चाहिँ इन्ट्रोडक्सन टु म्यानेजमेन्टबाट चाहिँ 12 मार्क्स आउँछ, 2 मार्क्समा र 10 मार्कमा। 10 मार्कमा आउन सक्ने भनेको एउटा म्यानेजरियल स्किल छ, जसमा चाहिँ टेक्निकल स्किल भयो, कन्सेप्चुअल स्किल, अनि त्यसपछि आएर कम्युनिकेसन स्किल, ह्युमन स्किल छन्। ती 4-5 स्किलहरू छन्। अब त्यसपछि म्यानेजरियल रोल छन्, जसमा चाहिँ के छ भन्दाखेरि चाहिँ इन्ट्रापर्सनल, डिसिजनल रोलहरू छन्। यी 3टा रोलको पनि
क्यारेक्टरहरू छन् यसमा तिनवटा छन् यो अलि इम्पोर्टेन्ट छ अनि फङ्सन अफ म्यानेजमेन्ट POST प्लानिङ अर्गनाइजिङ सिफ्टिङ डिरेक्टिङ कन्ट्रोलिङ भन्ने यो अलिकति इम्पोर्टेन्ट रहन सक्छ यो च्याप्टरबाट इमर्जिङ च्यालेन्जर अफ द म्यानेजमेन्ट भनेको चाहिँ अहिलेको अर्गनाइजेसनमा चाहिँ के कुराहरू चाहिँ च्यालेन्ज छन् त पहिलाको भन्दा माथिको क्वेसनले के भन्थ्यो भन्दा चाहिँ चेन्जिङ पर्सपेक्टिभ पहिलाको अर्गनाइजेसनभन्दा अहिलेको अर्गनाइजेसन के कुरामा चेन्ज छ भन्ने कुरा बुझाउँछ यसले चाहिँ पहिलाको अर्गनाइजेसनमा अहिलेको अर्गनाइजेसन के च्यालेन्ज छन् भन्ने कुराहरू बनाउँछ जस्तै ग्लोबलाइजेसन भयो अनि त्यसपछि आएर सप्लाई भयो अनि यी मेन कुराहरू यस्तै नै रहन्छ यसमा चाहिँ अब च्याप्टर 3 मा चाहिँ जाम हामी च्याप्टर 3 अलिकति यो लामो च्याप्टर हो यो च्याप्टरमा अलिकति हिस्ट्रीहरू छन् यसमा चाहिँ हिस्ट्री एन्ड करेन्ट थिङ्किङ हुन त 12 मार्क्स कहिलेकाहीँ 15 मार्क्स कहिलेकाहीँ 15 मार्क्समा पनि सोधिदिन्छ यो 17 मार्क्समा 15 मार्क्समा यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ क्लासिकल थ्योरी अफ म्यानेजमेन्ट अनि कन्टिजेन्सी थ्योरी र बिहेभियर साइन्स थ्योरी यो च्याप्टर किन अलिकति गाह्रो भन्दा पनि गाह्रो त छैन बुझेपछि त गाह्रो त छैन तर इक्जाम नजिकै आउँदाखेरि हामीले चाहिँ सोठोमा बनाउँदाखेरि यसमा 3टा क्लास थ्योरीहरू छन् जसले गर्दा अलिकति 3टाको कन्ट्रिब्युसन जान्नुपर्छ कन्टिजेन्सी थ्योरी अलिकति लामो हुनसक्छ बिहेभियर साइन्स थ्योरी त्यति गाह्रो छैन अब जसले गर्दा यो च्याप्टरमा म भन्छु यो च्याप्टर पढ्नु भयो भने पनि ठिकै छ नपढे पनि केही छैन किनकि हामीले इक्जामलाई मध्यनजर गर्दै पास हुनलाई अगाडिको 2टा र पछाडिका 2-4वटा गरेपछि इक्जाममा पास भइन्छ 100%। यो 2टा च्याप्टर यो अलिकति लामो च्याप्टर हो यसमा दिमाग खर्च गर्नुभयो भनेको आफूले घाटा हो किनकि यो च्याप्टर बुझ्नलाई धेरै समय लाग्छ र यो च्याप्टर लामो पनि छन् अब यदि तपाईलाई अरु सब्जेक्टको अरु कुनै विषयको बारेमा यस्तै सिम्बोलिक चाहियो सर्ट भिडियो चाहियो र तपाईलाई अरु के चाहियो भने हाम्रो युट्युब च्यानल yogi.education मा चाहिँ गएर सर्च गर्न सक्नुहुन्छ इंग्लिशको राखेका छौं अरुको पनि राखेका छौं यदि तपाईलाई यो भिडियो मन पर्छ आफुलाई इफेक्टिभ लाग्छ सजिलो हुन सक्छ अन्य भिडियो पनि चाहनुहुन्छ भने यदि हामीलाई एउटा लाइक कमेन्ट र शेयर गर्नु होला र सब्स्क्राइब चाहिँ यदि अरूलाई मन पर्छ भने सब्स्क्राइब पनि गरिदिनु होला आगामी दिनहरुमा हामीलाई अरु भिडियो बनाउनलाई चाहिँ मोटिभेट पनि गरोस् अर्को छ च्याप्टर 4 इन्भाइरोमेन्टल कन्टेक्स्ट टु इन्भाइरोमेन्ट यो च्याप्टर भनेको अलिकति इम्पोर्टेन्ट च्याप्टर हो छोटो पनि छ यसमा कस्तो भन्दाखेरि चाहिँ यदि क्वेशनमा 10 मार्क्समा सोधियो भने यो सोच यो 10 मार्क्सको लागि यो 10 मार्क्सको लागि 100 नै हो किनकि यसमा 4-5 वटा कुरा छन् एरिया अफ सोशल रेस्पोन्सिबिलिटी भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ एउटा सोशल रेस्पोन्सिबिलिटी भनेको एउटा अर्गनाइजेसनले आफूले गर्ने प्रोडक्ट निकाल्छ भने सामाजिक मूल्य मान्यता सोशल नर्म्स भ्यालुलाई मध्यनजर गर्दै कन्सर्न गर्दै अनि आफ्नो प्रोडक्टिभिटीलाई गर्नु हो र यसलाई नै सोशल रेस्पोन्सिबिलिटी भनिन्छ यसमा सोशल रेस्पोन्सिबिलिटी के हुन्छन् एउटा अर्गनाइजेसनले के सोशलिटी हुन सक्छ एउटा चाहिँ शेयर होल्डरको के सोशल रेस्पोन्सिबिलिटी हुन सक्छ अर्को इम्प्लोइको के सोशल रेस्पोन्सिबिलिटी हुन सक्छ इम्प्लोइ प्रति अनि कन्ज्युमर प्रति के सोशल रेस्पोन्सिबिलिटी हुनुपर्छ गभर्नमेन्ट प्रति के रेस्पोन्सिबिलिटी हुनुपर्छ एउटा बिजनेसले चाहिँ गर्दाखेरि चाहिँ यसमा रहन्छ यो 10 मार्कमा लागि सोध्यो भने यो एकदमै 10 मार्कमा यदि क्वेशन सोध्यो भने यही नै हो 10 मार्कको लागि 15 मार्क्समा सोध्यो भने चाहिँ यो अलिकति यसमा चाहिँ धेरै छन् किनकि यो अलिकति पोलिटिकल छ इकोनोमिकल छ अनि फाइनान्शियल छ यसमा इकोनोमिकल आइहाल्यो अनि त्यसपछि आएर सोशल रेस्पोन्सिबिलिटी पनि छ त्यसपछि आएर टेक्निकल पनि छ यिनीहरू चाहिँ POSDC नै हुन् जसले गर्दा चाहिँ कम्युनिकेसन पनि छन् यसमा जर्नलमा चाहिँ 15 मार्क्समा सोध्यो भने जर्नल नै सोध्छ किनकि लामो छ नि त जर्नल इन्भाइरोमेन्ट त्यसमा चाहिँ स्पेसिफिकमा के पर्छ र इन्टर्नल र एक्सटर्नल हुन् इन्टर्नल एक्सटर्नल यी त अर्गनाइजेसन भित्रका हुनेहरू जस्तै अर्गनाइजेसनको पोलिसी अर्गनाइजेसनको स्ट्रक्चर अर्गनाइजेसनको प्लान अर्गनाइजेसनको गोल्स यिनीहरू भित्र पर्छन् अब च्याप्टर 8 बाट सोध्छ कस्तो भन्दाखेरि अहिलेसम्मको रेकर्ड हेर्दाखेरि चाहिँ यो च्याप्टर त्यति इम्पोर्टेन्ट त छैन त्यति सोध्न पनि सोधे छैन अहिलेसम्मको तर अब यो इक्जाम हो भर हुँदैन कहिलेकाहीँ त्यो अनप्रेडिक्टेबल छ जसले गर्दा सहज फन्डामेन्टल अफ द इन्फ्लुएन्स एन्ड कम्युनिकेसन यो च्याप्टर त्यति धेरै त गाह्रो छैन एउटा इन्फ्लुएन्सबाट धेरै सोधे कम्युनिकेसनको सोध्यो भने यो 2टा मात्र हो त्यति धेरै छैन यदि सोधिहाल्यो भने चाहिँ यो 2टा सोध्छ प्रोसेस अफ कम्युनिकेसन सूचना सञ्चारलाई चाहिँ कसरी कम्युनिकेट गर्छ जस्तै पहिला हुन्छ सेन्डर
सेन्डर भनेको चाहिँ आफूसँग केही इन्फर्मेसन थर्ड आयो भने कसैलाई सेन्ड गर्नु पऱ्यो सेन्डर इन्कोडिङ त्यसलाई सिम्बोलिक गर्नु पऱ्यो केही मिनिङफुल थर्डहरूमा चाहिँ अनि त्यसपछि आयो इन्कोडिङ पासवर्ड त्यसपछि आयो च्यानल अथवा च्यानल म्यासेज माथि पहिला म्यासेज अनि त्यसपछि च्यानल अनि त्यसपछि आयो रिसिभर त्यसपछि आयो डिकोडिङ त्यसपछि आयो फिडब्याक यी टपिक गरेर हुन्छ यो त्यति धेरै रहँदैन ब्यारियरमा त्यही सञ्चार प्रक्रियामा चाहिँ कसरी अवरोधहरू आउन सक्छन् अर्गनाइजेसनमा भन्ने कुरा रहन्छ यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ एउटा फिजिकल ब्यारियर हुन्छ अर्को अर्गनाइजेसन ब्यारियर अर्को साइकोलोजिकल ब्यारियर अर्को हुन्छ चाहिँ टेक्निकल ब्यारियर अनि अर्को हुन्छ ल्याङ्ग्वेस्टिक ब्यारियर जसले गर्दा अर्गनाइजेसनमा चाहिँ अलिकति समस्या ल्याइदिन्छ फिजिकल ब्यारियरमा के हुन्छ त भन्दाखेरि चाहिँ डिस्टेन्सले गर्दा अर्गनाइजेसनको डिस्टेन्सले गर्दा फिजिकल ब्यारियर हुनसक्छ होइन अनि त्यसपछि आएर अर्गनाइजेसन ब्यारियर भनेको अर्गनाइजेसनको प्लान एन्ड पोलिसीले गर्दा पनि गाह्रो हुनसक्छ अन्य कुराहरू पनि छन् अनि त्यसपछि आएर वान वे कम्युनिकेसनले पनि प्रब्लम हुन्छ अब च्याप्टर 9 मा छ कन्ट्रोल एन्ड द क्वालिटी म्यानेजमेन्ट यो च्याप्टरबाट पनि सोध्छ किन नसोध्ने हो र यो च्याप्टरबाट कहिलेकाहीँ 10 मार्कमा कहिलेकाहीँ 15 मार्क्समा पनि सोधेको रेकर्ड छ ओभरअल 12 या 17 मार्क्सको सोध्छ यो च्याप्टरबाट जसले गर्दा चाहिँ सजिलो होस् यो च्याप्टरबाट सबैभन्दा इम्पोर्टेन्ट भनेको यो एउटा हो यो अहिलेसम्मको हिस्ट्री हेर्दाखेरि यो च्याप्टरबाट सबैभन्दा धेरै सोधेको क्वेसन हो टिकिएम एन्ड कन्सेप्ट एन्ड टुल्स टोटल क्वालिटी म्यानेजमेन्ट कन्सेप्ट एन्ड टुल्स भनेको यसको चाहिँ टुल्सहरू चाहिँ के छ भन्दाखेरि चाहिँ 4 पार्टमा छ बेन्चमार्किङ छ स्पिड छ अनि त्यसपछि आएर 2-4वटा कुरा अरू पनि छन् त्यसमा चाहिँ यदि तपाईलाई चाहियो भने हामी चाहिँ भिडियो पनि बनाउन सक्छौँ अहिले चाहिँ अब समय नभएका कारणले डिमिङका 4 प्रिन्सिपलहरू पनि सोधेको छ डिमिङका 14 प्रिन्सिपल टेक्निक पनि सोधेको छ प्रिन्सिपल भनेको PDCA पनि साइकल सोधेको छ यो साइकलहरू पनि सोधेको छ यो च्याप्टरबाट लगभग इम्पोर्टेन्ट भनेको यो TQM को टुल्सहरू हुन् TQMs का टुल्सहरूमा चाहिँ के पर्छन् भन्दाखेरि चाहिँ एकचोटि हामी तपाईलाई भन्दियौँ न त के छ र हैन अब के छन् भन्दाखेरि चाहिँ TQM का टुल्स भनेको एउटा बेन्चमार्किङ भयो बेन्चमार्किङ भनेको चाहिँ कस्तो भन्दा चाहिँ एउटा अर्गनाइजेसन भित्र बसिसकेपछि हामीले चाहिँ अर्गनाइजेसनको सिस्टमहरू फलो गर्नुपर्छ र अर्गनाइजेसनको रुल रेगुलेसनहरू चाहिँ के छन् भनेर पनि हेर्नुपर्छ किनकि अब सबै कुरा त मान्छेलाई पनि ह्युमनलाई पनि थाहा हुँदैन TQMs का टुल्सहरू चाहिँ कस्तो भन्दाखेरि चाहिँ बेन्चमार्किङ नभए म यही लेखिदिन्छु TQMs का टुल्स भनेको यो अलिकति इम्पोर्टेन्ट हो बेन्चमार्किङ तपाईले बेन्चमार्किङ भनेको चाहिँ के भन्दा चाहिँ तपाईले आफ्नो अर्गनाइजेसनको क्वालिटी म्यानेजमेन्ट गर्नका लागि आफ्नो अर्गनाइजेसनको प्रोडक्सन सर्टेन टाइमको लागि अरूलाई दिनु र कोअर्डिनेसन गर्नु भनेकै बेन्चमार्किङ हो अर्को भनेको आउटसोर्सिङ कम्प्यारिजन विथ द बेस्ट प्रोडक्ट इन द मार्केट भन्छ के यसलाई यसमा चाहिँ के छ भन्दा चाहिँ आफ्नो प्रोडक्ट र मार्केटको बेस्ट प्रोडक्टसँग कम्प्यारिजन गरेर अनि तिनीहरूले चाहिँ बेस्ट प्रोडक्ट बनाउन के टुल्सहरू युज गरे के प्रक्रियाहरू प्रयोग गरे के तरिकाहरू युज गरे भन्न सकिन्छ यसमा चाहिँ स्पिड भन्ने छ त्यो चाहिँ कन्टिन्युअस भनेको यो चाहिँ के भन्दा चाहिँ फोकस अन द गोल एन्ड द डिजाइनिङ द प्रोसेस भन्छ यसलाई चाहिँ सेटिस्फ्याक्सन मान्नै फोकस हुनै पर्यो स्पिडले पनि काम गर्नु पर्यो अनि त्यसपछि स्ट्याटिकल क्वालिटी भन्छ स्ट्याटिकल क्वालिटी यो पनि अलिकति हो अनि त्यसपछि जस्ट इन टाइम इन्भेन्ट्री भनेको जुन आवश्यक परेको बेलामा चाहिँ यसलाई चाहिँ हुनै पर्यो भनेको जस्ट इन टाइम इन्भेन्ट्री यो एउटा छ अनि अर्को भनेको राइट द फर्स्ट टाइम मिस्टेक नहुने गरेर गर्नु भनेको यही हो राइट द फर्स्ट टाइम भनेको एकैचोटिमा मिस्टेक नहुने गरेर गर्नु भनेको यही हो यसलाई चाहिँ राइट इन फर्स्ट टाइम भनिन्छ अब यो च्याप्टरबाट यति नै छ च्याप्टर 10 बाट ल फिक्स 12 मार्क्समा यसमा धेरै छैन म्यानेजिङ इन द ग्लोबल एरिया 12 मार्क्स हो 2 मार्क्सको लागि सोध्यो भने टाइप अफ MLC भनेको मल्टिनेसनल कम्पनीहरू हो जस्तै कोकाकोला भयो पेप्सी भयो यो के अहिले फ्यान्टा सेन्टा हुन्छ नि यिनीहरूको हो इक्जाम्पल लेखा भन्छ कहिले के लेखा भन्छ यसमा 10 मार्कको लागि इम्पोर्टेन्ट भनेको यो दुईटा टपिक मात्र हो ग्लोबलाइजेसन
यसको एडभान्टेज डिसएडभान्टेज, मल्टिनेसनल कम्पनीको एडभान्टेज डिसएडभान्टेज यति लेखेपछि यो च्याप्टरबाट सकिन्छ। यो च्याप्टरबाट लगभग तान्न सक्यो भने त यो च्याप्टरबाट 15 मार्क्स नै हुन्छ, किनकि सजिलो च्याप्टर पनि हो ग्लोबलाइजेसन र त्यसको कन्सेप्टहरू। च्याप्टर 11 अन्तिम च्याप्टर हो, म्यानेजमेन्ट ट्रेन्ड एन्ड द सिनारियो इन नेपाल। नेपालमा व्यवस्थाकीय प्रविधि र परिवेश भनेको 12 नम्बर आउँछ यो च्याप्टरबाट। 2 मार्क्समा सजिलै आउँछ, तर 10 मार्कको लागि 100% भनेको यो च्याप्टर हो क्या, सबैभन्दा यो क्वेसन हो। प्रब्लम फेस बाई बिजनेस इन नेपाल। नेपालमा चाहिँ अहिले बिजनेस प्रब्लमहरू के गर्दाहरूले चाहिँ फेस गरे भने त एउटा जियोग्राफिकल लोकेसनले गर्दा, ट्रान्सपोर्टेसनले गर्दा नि के प्रब्लमहरू के कुराहरू तपाईँलाई लाग्छ, यो आफूले लेख्ने कुरा हो। यो च्याप्टर अलिकति सोच्ने कुरा हो। यो च्याप्टरमा सबैभन्दा इम्पोर्टेन्ट भनेको यो च्याप्टर छ। हस् त आजलाई यति नै छ। यो भिडियो तपाईँलाई यदि मनपर्छ भने आउने दिनहरूमा पनि हामी अन्य भिडियोहरू बनाउन चाहिँ तपाईँले सहयोग अथवा तपाईँको एक सब्सक्राइबले हामीलाई मोटिभेट हुन्छ र जसले गर्दा हामी अन्य भिडियो पनि बनाउँछौँ। आउने भिडियो हामी चाहिँ इकोनोमिक्सको भिडियो लिएर आउँदैछौँ। इकोनोमिक्सबाट कति मार्क्सको आउँछ, कुन इम्पोर्टेन्ट छ भनेर, जसले गर्दा हजुरहरूले हामीलाई सहयोग गरिदिनुहुन्छ र एउटा लाइक, सेयर र कमेन्ट गरिदिनु होला र सब्सक्राइब गरिदिनु होला। हस् त धन्यवाद। हामी फेरि भेट्ने नै छौँ।